आजको यस भिडियोमा हामी बस्नेवाला छौँ यो कुहिरो लागेको सुनसान डाँडामा 8 घण्टा। अहिले दिउँसोको 11 बजेदेखि बेलुकाको 6 बजेसम्म हामी यो डाँडामा बस्नेवाला छौँ। यतै खाना पकाएर खानेछौँ, यतै हामी घुम्नेछौँ, यतै रमाउनेछौँ र यतै हाम्रो दिन काट्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुला सबै थाहा हुन्छ। हामीले ल्याएका सामानहरू के छन् त? यसमा चाहिँ हाम्रो घिउ छ है, घिउ। हाम्रो 2 जर्किनमा यहाँ पानी छ है, एउटा बोतलमा एउटा जर्किनमा पानी छ, 2वटा प्लेट। अब यसमा चाहिँ हाम्रो पाक छ 8 घण्टा बिताउनेवाला छौँ, त्यही भएर चाहिँ यति चामलको धुलो ल्याएको छु, तर धेरै हुन्छ 2 जनाको लागि। यसमा चाहिँ हाम्रो पहाडको लोकल गुड छ है। अब चाहिँ हामी बनाउनेवाला छौँ यहाँ एउटा भड्डी जस्तो चुलो, जसमा हामी खाना पकाउनको लागि हामीलाई सहज होस्। अब चाहिँ हामी चुलो लाउनको लागि चाहिँ ढुङ्गा ल्याउन जाँदैछौँ। अब ढुङ्गा अगाडि कहाँ पाइन्छ म ढुङ्गा लिएर आउँछु। यति ढुङ्गा भयो त भइहाल्ला होइन, 3 ढुङ्गाको त चुला हुन्छ। अहिले चाहिँ एकदम पानी परिरहेको छ बाहिर चाहिँ, बाहिर भन्दा पनि यो छाताभन्दा बाहिर चाहिँ पानी परिरहेको छ। सबै भिजिसक्यो हाम्रो त, यहाँ सब भिजिसक्यो। अब के पकाएर खाने हो, सब भिजिसक्यो पानीले। हेर्नु न, ओ माई गड, पानी लाग्यो क्या। छाता पनि एउटै छ, हामी 2 जना ठङ्ग चुलो बनाउने छौँ यो ठाउँमा चाहिँ। ओ माई गड, बिग्रिहाल्यो त। यस्तो चाहिँ हाम्रो चुलो बनिसकेको छ। अब चाहिँ यसमा दाउरा हालेर आगो बाल्नु मात्र बाँकी छ। हावा चलिरहेछ कि यो डाँडामा एकदम। कुहिरो लागेर घनघोर भएको यो डाँडामा चाहिँ हामी आज 8 घण्टा बिताउनेवाला छौँ। हाम्रो सब तयारी भइसकेको छ, आफ्नो लागि पकाउनको लागि खानाको तयारी, र आगो पनि बालिसकेका छौँ यता। हामी के यो डाँडामा 8 घण्टा बिताउन सक्छौँ त? सक्छौँ, तर गाह्रो छ, चिसो छ बाहिर। र पछाडि मेरो देख्न सक्नुहुन्छ अहिले चाहिँ कहिले चाहिँ यो यस्तो भइराखेको छ, यस्तो भइराखेको छ, पछाडि हेर्न सक्नुहुन्छ तपाईँ। र कहिले चाहिँ यस्तो खुला पनि भइराखेको छ। र हामी अब यस्तो ठाउँमा होइन हामी अब बस्दैछौँ। ओ माई गड, पुरा बतास लागिरहेछ कि, छाता उडाइरहेछ, पानी पनि लागिरहेछ, बतास पनि लागिरहेछ। यहाँ त आगो पनि निभिसक्यो। भयो होला, सकिन्न, घर जानु पर्यो अब। सकिँदैन। ठाउँ त धेरै थियो, गुफा जस्ता पनि थिए, पानी नछिर्ने पनि थिए, तर हामीले यो ठाउँ चाहिँ किन रोज्यौँ त? आगो बालिसक्यौँ, उता धेरैचोटि निभिसक्यो, र यताबाट फेरि पानी आइरहेछ है। यसको चाहिँ साउन्डै अर्कै छ के। यसको चाहिँ यो पानी हो कि फिक्स पानी हो, पानी। त्यस्तो छ, भाइले फुक्दैछ है। उताबाट पानी यस्तो आइरहेछ कि, पानी यहाँ पुगिसक्यो। यहाँ हेर्नु न पानी कस्तो परिरहेछ। 4 घण्टा भइसकेको छ, र अब चाहिँ 4 घण्टा मात्रै बाँकी छ। भोक पनि लागिसक्यो। अब चाहिँ खाना पकाउँ भनेर चाहिँ हामी तयारी गर्दैछौँ, तर आगो चाहिँ धेरैचोटि निभिसक्यो एकदम। अहिले चाहिँ नाकबाट सिकार पनि बग्न आँटिसक्यो धुवाँले। तपाईँहरू सोचिराख्नु भएको होला यसमा के भुट्दैछ, के आवाज आउँदैछ भनेर, तर यो चाहिँ पानीको आवाज हो क्या। माथिबाट आइराखेको चाहिँ यो भाँडो चाहिँ हाम्रो तातेको छ होइन, त्यही भएर माथिबाट पानी आउँदाखेरि चाहिँ अलिक च्यार भइराखेको छ क्या।
अहिले चाहिँ अलिकति मौसम अलि परिवर्तन भएको छ। अहिले पानी थाकिसक्यो अहिले, तर हामी चाहिँ खाना पकाउँदैछौँ अहिले। अहिले चाहिँ ठ्याक्क 4 घन्टा 30 मिनट हुन बाँकी छ। 30 मिनट भएको छैन, 29 मिनट भएको छ र हामी चाहिँ आधाभन्दा आधामा पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यस्तो मिठाई चाहिँ टाइपको हामी चाहिँ हेलुवा बनाउँदैछौँ होइन, एकदम राम्रो भएको छ। र जे भए पनि हामी 8 घन्टा चाहिँ यो डाँडामा चाहिँ अवश्य बिताउने छौँ भन्ने हामीले डिसिजन लिएका छौँ। र 8 घन्टा चाहिँ हामी चाहिँ यसमा चाहिँ जसरी भए पनि हामी चाहिँ यो डाँडामा बिताउनेवाला छौँ। अहिले चाहिँ 4 घन्टा भएको छ है त। अहिले चाहिँ हाम्रो खाना पाकिसकेको छ। खाना भन्दा पनि के भन्छन् यसलाई, हलुवा पाकिसकेको छ र हामी चाहिँ खाँदैछौँ थोरै थोरै। 4 घन्टामा कति भोक लाग्छ र। अहिले चाहिँ ठ्याक्कै 4 घन्टा 31 मिनट भएको छ। अहिले चाहिँ हामी अब आगो पनि अहिले चाहिँ बोलिरहेको छ है, आगो चाहिँ बोलिरहेको छ र हामी चाहिँ अब खाने तयारीमा छौँ है त। कस्तो हुन्छ यसको टेस्ट म तपाईँहरूलाई अहिले बताउने छु है त। खाना खाएर पनि हामी यहाँ आगो पनि यहाँ सकिनु सक्यो, दाउरा पनि सकिसक्यो। अब चाहिँ टाइम पनि भइसक्यो, 15 मिनट मात्र बाँकी छ। यसरी हामी चाहिँ बिताइराखेका छौँ, टाइम बिताइराखेका छौँ। अनि भाँडाकुँडा चाहिँ यहाँ धोइसकेका छौँ भने अहिले चाहिँ यस्तो अवस्थामा हामी छौँ। अब चाहिँ हामी जानको लागि तयार हुन्छौँ, किनभने हाम्रो च्यालेन्ज चाहिँ पुरा भइसकेको छ। र अब चाहिँ हामी चाहिँ सामानहरूलाई चाहिँ एक ठाउँमा जम्मा गर्छौँ। र अहिले चाहिँ मौसम पनि एकदम अघिको भन्दा एकदमै राम्रो भइराखेको छ। एकदम यो धुवाले चाहिँ आँखालाई खतरा गरिदिन्छ क्या, आँखाबाट आँसु नै आउँछ, नाकबाट सिकान आउँछ होइन। अहिले चाहिँ एकदम मौसम चाहिँ एकदम सुन्दर भइसकेको छ। र अब चाहिँ हाम्रो पनि च्यालेन्ज कम्प्लिट भइसकेको छ। हामीले चाहिँ यो डाँडामा चाहिँ 8 घन्टा चाहिँ बिताइसकेका छौँ र अब चाहिँ हामी घर जान्छौँ। आगोलाई चाहिँ हामी यसरी नै छोडेर जाने भन्ने छ। अब आगो पनि त्यति छैन, भइसकेको छ यसो भने काम। अब बिस्तारै बल्छ यो पनि, यसलाई पनि यस्तै छोडेर हामी छाता समाएर चाहिँ अब हिँडिदिन्छौँ है त। अब यो पानीलाई चाहिँ अब घर के लग्ने यहीँ फालिदिएर जाउँ भनेर फालिदिँदैछु म चाहिँ। हामी चाहिँ यो डाँडामा थियौँ अघि, अहिले भर्खरै यो डाँडाबाट फर्किँदैछौँ। यो डाँडामा चाहिँ हामीले खाना पकाएर च्यालेन्ज कम्प्लिट गरेका थियौँ र वरपट्टि चाहिँ एकदमै राम्रो थियो। तर त्यो डाँडामा चाहिँ यस्तो थियो है, त्यो डाँडाको टुप्पोमा थियौँ हामी है। यो चाहिँ आकाशको पानी जम्मा भएर मात्र बनेको ताल हो होइन। अनि उतापट्टि हाम्रो चाहिँ घरहरू। र आजको च्यालेन्ज चाहिँ हामीले कम्प्लिट गरिसकेका छौँ। र तपाईँहरूले पनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हृदयदेखि नै आभार र धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरी माया साथ सपोर्ट दिँदै गर्नुहोला भन्दै आजको लागि चाहिँ यो भिडियो यहीँ समाप्त हुन्छ। हवस् त, धन्यवाद, बाई।